Critically explain scarcity definition of economics. आलोचना सहित अर्थशास्त्रमा अभावको परिभाषा व्याख्या गर्नुहोस्। सन् 1932 मा प्रकाशित लियोनेल रॉबिन्सबाट लिखित एन एसे अन द नेचर एन्ड सिग्निफिकेन्सेस अफ इकोनोमिक्स साइन्समा उल्लेख भएको छ कि इकोनोमिक्स इज द साइन्स which studies ends and squares means which have alternative usage. यसरी बेलायती अर्थशास्त्री लियोनेल रॉबिन्स भन्छन्, अर्थशास्त्र त्यो विज्ञान हो जसले मानव व्यवहारलाई वैकल्पिक प्रयोग भएका उद्देश्यहरू र दुर्लभ साधनको सम्बन्ध अध्ययन गर्छ। सेमुएल्सन, स्टेगलर, एरिक रोल, एलेक मैकफिक जस्ता तत्कालीन सुप्रसिद्ध अर्थशास्त्रीहरूले रोबिन्सको यो परिभाषालाई समर्थन गरेका थिए। अर्थशास्त्रमा अभाव भनेको सीमित साधन र स्रोतले असीमित मानवीय चाहना पूरा गर्न नसक्नु हो। मेनिङ अफ स्कार्सिटी इन इकोनोमिक्स, द फन्डामेन्टल प्रब्लम अफ लिमिटेड resources to meet unlimited human wants. From it, learns that how to effectively manage and distribute scarce resources to satisfy needs and desires. हामीले यसबाट के सिक्न सक्छौं भने हामीसँग भएका सीमित स्रोत र साधनलाई प्रभावकारी र व्यवस्थित वितरणबाट हाम्रा चाहना इच्छालाई पूरा गर्न सक्छौं। आज स्कार्सिटी अभाव निम्न अनुसार देखिन्छ: स्कार्सिटी अफ टाइम एन्ड मनी, स्कार्सिटी अफ भ्यालुज, स्कार्सिटी अफ इकोनोमिक ग्रोथ्स। अर्थात् समय र पैसाको अभाव, मूल्यको अभाव, आर्थिक वृद्धिको अभाव। समग्रमा हालको अर्थशास्त्रको अध्ययन सापेक्षिक अभावको अवधारणामा केन्द्रित छ। रोबिन्सले अभावलाई निम्न बुदामा व्याख्या गरेका छन्: अभाव नै मुख्य समस्या हो, स्कार्सिटी इज मेन प्रब्लम। अर्थशास्त्रमा रोबिन्सले अभावलाई मुख्य समस्याका रूपमा प्रस्तुत गरेका छन्। सीमित स्रोत र साधनले असीमित मानवीय चाहना पूरा गर्न सक्दैनन् र अभावको सृजना हुन्छ। वास्तवमा रोबिन्सको विचारमा अर्थशास्त्र भनेको स्रोतको छनौट र त्यसबाट प्राप्त परिणामको अध्ययन हो। अन्त्य र मध्यम, एन्ड्स एन्ड मिन्स। यहाँ अन्त्यले मानिसले पूरा गर्न खोजेका चाहना इच्छालाई जनाउँछ भने माध्यमले ती लक्ष्य वा चाहना पूरा गर्न उपलब्ध रहेको स्रोतलाई जनाउँछ। वैकल्पिक प्रयोग, अल्टरनेटिभ युजेज। हामीसँग उपलब्ध रहेको स्रोतलाई विभिन्न वैकल्पिक आवश्यकता पूरा गर्न प्रयोग गर्न सक्छौं। जस्तै तपाईसँग भएको 20 रुपैयाँले डोट पेन किन्नमा प्रयोग गर्न पनि सकिन्छ भने त्यो पैसालाई समोसा खानमा पनि प्रयोग हुन सक्छ र बस चढ्न पनि प्रयोग गर्न सकिन्छ। छनौटमा ध्यान केन्द्रित, फोकस अन चोइस। स्रोतहरू दुर्लभ र सीमित भएकोले व्यक्ति र समाजले तिनीहरूलाई अधिकतम उपलब्धि हासिल गर्न प्रयोगमा छनौट गर्नुपर्छ। तत्कालीन समयमा व्यापक स्वीकार्य परिभाषा, वाइडली एक्सेप्ट डेफिनेसन भए पनि आलोचना मुक्त भने हुन सकेन। यस परिभाषालाई निम्न बुदाहरूको आधारमा आलोचना गरिएको छ: बारबरा, उटन, लिन्डले, फ्रेसर, बेभरेज, डार्विन जस्ता अर्थशास्त्रीले आलोचना गरेका छन्। स्रोत विभाजनमा साँघुरो विचार, न्यारो फोकस अन रिसोर्सेस। यस परिभाषाले दुर्लभ स्रोतको बाँडफाँड र व्यक्तिको छनौटलाई जोड दिएको छ, तर सम्भावित जीवनका अन्य पक्षहरूलाई व्यवस्था गरिएको छ। सामाजिक र कल्याणकारी कार्यको उपेक्षा, इग्नोर बॉर्डर सोशल, एथिकल एन्ड वेलफेयर कन्सिडरेसन। अभाव र व्यक्तिको छनौटमा ध्यान केन्द्रित गर्दा समाज कल्याण, नैतिकता र आदर्शलाई व्यवस्था गरिएको छ। प्राविधिक प्रगतिको सम्भावनालाई व्यवस्था, इग्नोर द पोसिबिलिटी अफ टेक्निकल प्रोग्रेस।
यस परिभाषा एक निराशावादी दृष्टिकोण पनि हो। यसले विज्ञान तथा प्रविधिको विकासबाट अभाव नियन्त्रण गर्न सकिन्छ भन्ने कुरालाई बेवास्ता गरेको छ। व्यक्तिगत व्यवहारमा केन्द्रित, फोकस अन पर्सनल बिहेभियर। व्यक्तिगत व्यवहारलाई मात्र ध्यान दिँदा आर्थिक पक्षलाई प्रभाव पार्ने सामाजिक र संस्थागत कारोबारलाई बेवास्ता गरिएको छ, लगायत समग्र विश्व अर्थतन्त्रको परिस्थितिलाई समेट्न सक्दैन भन्दै यस परिभाषाको व्यापक आलोचना गरिएको छ।